सञ्चालकज्यू, हुँदैन बिहान निर्बिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चारजना सपुत मरेर नगए। यस कार्यक्रमका सभाध्यक्षज्यू, अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण कार्यक्रमलाई सभ्य र भव्य बनाउन आउनुभएका दर्शकबिनहरूलाई सर्वप्रथम म मुस्तफा मियाको तर्फबाट नमस्कार व्यक्त गर्दछु। यस इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिट्युटद्वारा 10 दिने जुन हामीले भाषण कला सिकेका थियौँ र त्यो भाषण कला सिके बापतको हामीले यो प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरिएको थियो र यस कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभएकोमा आयोजक संस्थापति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु। र हामीले 10 दिनको भाषण कलामा जब हामी यहाँ आएर अगाडि बोल्न नसक्ने अवस्थामा थियौँ, बोल्न सक्थेनौँ पनि र आफ्नो त्यो मनमा भएको डरलाई हामीले पोख्न सक्दैनौँ, डर थियो र हामीले आफ्नो मनमा लागेका भनाइहरू कुराहरू योजनाहरू बोल्न सक्थेनौँ र यहाँ आइसकेपछि हामी यहाँ प्रखर वक्ता भएर अथवा हाम्रो मनमा लागेका कुराहरू निर्धक्कका साथ बोल्न सक्ने भएर प्रमाणपत्र पनि गर्नुभएको छ र तपाईँहरूको यो आवाज कहिले दब्ने छैन र तपाईँहरू जहाँसुकै पनि आफ्नो आवाजलाई नदबाएर अगाडि बढाउनु हुनेछ र आफ्ना मनका योजनाहरू भावनाहरू र अरू समक्ष राम्रोसँग र स्पष्ट रूपमा व्यक्त गर्न सक्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछु। र कहिले पनि यदि आवाज दब्यो भने मान्छे दबिन्छ र आफ्ना योजनाहरू पनि अगाडि बढाउन सक्दैन। त्यस कारणले हरेक ठाउँमा आफ्ना आवाजलाई दबाउनु दिनु हुँदैन र दबाउनु पनि हुँदैन। र यो दबाउन नदिने भनेको केले हो त? भाषण कलाले हो। यदि हामीसँग भाषण गर्ने शैली कलाहरू छ भने हामीले आफ्ना भनाइहरू योजनाहरू र हाम्रा भावी योजनाहरू तिनीहरू र आफ्ना भएका पीडाहरू पनि हामीले व्यक्त गर्न सक्दैनौँ। यदि हामीसँग त्यो बोल्ने क्षमता छ भने हामीले अरू समक्ष के गर्न सक्छौँ त? पेस गर्न सक्छौँ र त्यसलाई राख्न सक्छौँ। त्यस कारणले भाषण कला एकदम इम्पोर्टेन्ट चिज हो र हाम्रो लाइफमा नभई हुने कुराहरू पनि हो। त्यस भाषण सिक्नुपर्छ र यदि नसिकेका कुनै साथीहरू छन् भने पनि यदि सिक्न चाहनुहुन्छ भने यस इन्टरनेसनल इङ्ग्लिस एन्ड कम्प्युटर इन्स्टिट्युटद्वारा भाषण कलाहरू सिकाइन्छ र यो एकदम राम्रो छ र हामीले जुन 10 दिनसम्म सिकेका छौँ एकदम फलदायक भएको छ। र यस इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिट्युटलाई धेरै धेरै धन्यवाद दिँदै भावी कुनै पनि यदि सहयोग चाहिएमा हाम्रो संस्थाहरूबाट सहयोग गर्ने र भन्ने व्यक्त गर्दै योजना सहयोग गर्नेछौँ भन्दै म पनि यस कार्यक्रमबाट बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।